हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। इट्स मी सरिता। वेलकम टु माई एनदर न्यू भिडियो। आज चाहिँ नागपञ्चमी, त्यही भएर म बिहानै फ्रेस भएँ साथीहरू। अनि म फुल टिप्न गएँ छतमा। र छतमा चाहिँ हल्का फुल फुलेको थियो, मैले फुल टिपेँ अनि मैले टिका बनाएँ साथीहरू। त्यसपछि लागेँ म खाना बनाउनतिर। आज मैले खानामा चाहिँ सिन्की आलु र भात बनाउँदैछु साथीहरू। अनि यता चाहिँ मेरो छोराले चार्जर देख्नै नहुने के चार्जर देख्यो कि प्लगमा हालेर फोन चार्ज लगाइहाल्छ साथीहरू। चार्जर माग्दा पनि दिन्न साथीहरू, एकदमै जिद्दी भएको छ। मेरो बच्चा मात्र यस्तो हो कि हजुरहरूको पनि यस्तै छन् साथीहरू, भनिदिनु पर्यो। पक अहिले पक खै देऊ मोबाइल, देऊ मम्मुलाई। बदमास जसले यस्तै गर्ने। त्यही त दिनु न अब म पक। पक अन्त खुसी भएको छ। अनि यता चाहिँ सिन्की र आलुको तरकारी पनि पाकेर रेडी भइसक्यो साथीहरू। मेरो खाना चाहिँ यस्तो देखिएको थियो, एकदमै मिठो थियो खाना। अनि सोयाबिन र आलुको तरकारी पनि थियो साथीहरू। यो चाहिँ हिजो बेलुका बनाएको बचेको थियो, मैले त्यही राखेको। त्यसपछि लागेँ म भाँडा मिच्नतिर साथीहरू। भाँडा चाहिँ खासै धेरै थिएन, हामी चाहिँ घरमा थोरै 3-4 जना मात्रै छौँ। मैले फटाफट भाँडा मिचेँ साथीहरू। त्यसपछि चाहिँ मैले सफा गरेँ, पुरै बेसन फोहोर भएको थियो। हाम्रो त कामै यही हो कि साथीहरू, खाना बनाउने, खाने, भाँडा मिच्ने, सफा गर्ने, छोराछोरीलाई खुवाउने, अनि दिन बितेको थाहा नै हुँदैन के। तीहरू मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। मेरो भिडियो हजुरहरूले कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट पनि गरिदिनु होला। मैले चाहिँ भर्खरदेखि भिडियो बनाउन स्टार्ट गरेको, त्यही भएर खासै मलाई राम्रोसँग एडिटिङ पनि गर्न आउँदैन। म चाहिँ भर्खरै सिक्ने क्रममा छु साथीहरू, त्यही भएर हजुरहरूले मलाई सपोर्ट गर्नुपर्नेछ। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है साथीहरू। थ्याङ्क यू फर वाचिङ, बाई बाई।